हेलो गाइस, हेर्नुस् है, हाम्रोमा चाहिँ लौका चाहिँ फल्दैछ हो। यहाँ मेरो चाहिँ ग्रिन हाउस भित्रै लौका चाहिँ फलिरहेछ। यो चाहिँ रोपेको थियो कि यत्रो यत्रो भयो लौका त फलेर। यो चाहिँ डल्लो खालको लौका रहेछ है साथीहरू, हेर्नुस् है। तपाईहरुलाई पनि खानु मन छ भने यसो कमेन्ट गरिदिनुस्। लाइक कमेन्ट सेयर गरिदिनुहोस् है मेरो लौकालाई। यस्तो दामी फलेछ हौ। म त फल्दैन जस्तो काटेर फ्याँकिदिउँ भनेको, दामी फलेछ हौ। आम्मामा, यो मसिनोहरू पुरा फलिरहेछ हौ। यो चाहिँ यहाँ पनि फलिरहेछ है। डल्लो खालको लौका पनि दामी हुन्छ क्या हौ। यो खालको चाहिँ त्यति हामीले पनि यति साह्रो खाएको थिएन। यो पालि चाहिँ यो चाहिँ हामीलाई बिएससीबाट दिएको, अर्ग्यानिकको सरहरूले दिनुभएको, रोप्नु भनेर। रोप्दा चाहिँ यस्तो खालको फल्यो लौका। यहाँ भुइँमा फलिरहेछ। हेर्नुहोस् यस्तो त यति बेला सब्जी खानु कि, यो त ठुलो भएको, यति बेला सब्जी खानु कि कहिले खानु मलाई पनि थाहा छैन। यो ठुलो डल्ले खालको लौकाबाट लौकी